एक दिन एउटा अनौठो बाँदर जो मान्छे झैं देखिन्थ्यो जिन्स प्यान्ट टी-सर्ट चस्मा र झोला बोकेर बजारमा आँप बेच्न गयो। उसको बोलाइ पनि मान्छे जस्तो थियो, आऊ है ताजा आँप, एकचोटि खाएपछि फेरि सम्झिरहन्छौ। त्यही बेला एउटा मान्छे उसतर्फ आउँछ र अचम्म मान्दै सोध्छ, त बाँदर हौ कि मान्छे? बाँदरले मुस्कुराउँदै भन्यो, आँप किन्न आयो भने मान्छे सम्झ नत्र बाँदर सम्झ। मान्छे हाँस्दै आँप किनेर जान्छ। अचानक त्यो ठाउँबाट एउटी सुन्दर बाँदरनी फिमेल मन्की जान्छे। उसले सर लगाएकी धेरै स्मार्ट देखिने बाँदरको नजर उसैमा ठोक्किन्छ। उसले मनमनै भन्छ, यो त मेरो जीवनको आँप जस्तो मिठो मोमेन्ट हो। दुवैको नजर जुत्छ। बाँदर लाजले मुस्काउँछ, बाँदरनी पनि मुस्कुराउँदै टाढा जान्छे। भोलिपल्ट त्यो बाँदर फेरि त्यही ठाउँमा आँप बेच्न आउँछ। तर आज उसले आँपसँग सँगै एउटा सानो प्रेम पत्र पनि राखेको हुन्छ। तिमी मेरा आँप जस्तै मिठी हौ, के तिमी मेरो दिलको बजारमा पस्न चाहन्छौ? बाँदरनी घरको झ्यालबाट हेरेर फेरि मुस्कुराउँछे। बाँदरको मुहार चम्किन्छ। अन्त्यमा कहिलेकाहीँ प्रेम पनि बजारमा आँप बेच्दा भेटिन्छ।